सब ठिक छ। त्यही मैले भने कि मसँग जहाँसम्म लाग्छ पाल्पा भेटेको 32 वर्षपछि 30-32 वर्षपछि म फिल्म लाइनमा आइसकेपछि आज भेट्दैछु होइन। सुने मैले तपाईँ यहाँ आउनुभएको छ भनेर। त्यही त तपाईँको यो जन्म ठाउँ? मेरो जन्म ठाउँ, तिम्रो पनि जन्म ठाउँ। मेरो त जन्म ठाउँ। तर तिमी जतिको भाग्यमानी म भएन, तिमी त यहीँ हुर्क्यौ क्यारे होइन, यहीँ पढ्यो, यहीँ हुर्क्यौ। म चाहिँ नि हुर्किन पाइनँ। तिमी त लक्की छ यार, पाल्पामा घर छ, अब आयो बेला बेला यस्तो रमाइलो ठाउँ छ। लक्की त तपाईँ पनि होइन मैले के बनाउनु पर्ने भएको छ कि जग्गा जमिन छ, घर छ होइन। तपाईँ जन्मिनु भएको हस्पिटल छ होइन, बुवाले पढाउनु भएको स्कुल छ, त्यसमा पनि मैले क्लास 9 गरेँ। अब तपाईँ जन्मिनु भएको त्यो गाउँको घर अझै पनि छ, जग्गा जमिन छ र तपाईँ पनि त लक्की छ नि। योचोटिको भ्रमण चाहिँ मेरो लागि साथै रोचक रह्यो क्या। तिमीसँग भेट हुनुभन्दा अगाडि हामी यहाँ त आएको 2 दिन भयो होइन। अनि बुवाको अर्चलेतिर पनि गयौँ, भैरवस्थानतिर पनि गयौँ। अनि पुरानो मान्छेहरू भेट्न आउने क्या मलाई। तपाईँको हजुरबा यस्तो हुनुहुन्थ्यो, तपाईँको बुवा यस्तो हुनुहुन्थ्यो, तपाईँको आमा यसरी आउनुहुन्थ्यो। मेरो बुवा र आमाको त्यो बेलामा लभ म्यारेज हो क्या। आमा भैरवस्थान, बुवा अर्चले, दुवैजना पाल्पाको। आमा लखनऊमा पढ्ने त्यो बेलामा, बुवा बनारसमा पढ्ने। अनि एउटै ठाउँमा फर्किनु पर्ने, फर्किने बेलामा कहाँ भेट भएर उहाँहरूको लभ परेको रहेछ। अनि एउटा एकदम वृद्ध महिलासँग पनि भेट भयो। अनि उहाँहरूले अझै हुनुहुन्छ एउटा वृद्ध के मलाई खोज्दै आउनुभयो होटलमा, त्यो श्रीनगर होटलमा। 90-91 वर्षको महिला आएर राजेश हमाल खै भन्दै आउनुभयो कि। अनि मैले अगाडि थिएँ, मलाई नै सोध्नुभयो राजेश हमाल खै भन्दै। अलिकति आँखा कम देख्नुहुन्थ्यो कि। अनि मैले हो भनेपछि अनि उहाँले ओहो मेरो दिदीहरूको नाम लिनुभयो, आमाको नाम लिनुभयो, आमा यसरी हुनुहुन्थ्यो, तपाईँको बुवा यसरी हुनु। मलाई त यो त्यो कथाहरू सुन्दाखेरि सिनेमा हेरे जस्तो भयो कि त्यो विगतको। अनि अर्चले गएपछि तपाईँको हजुरबुवा यस्तो हुनुहुन्थ्यो, इन्ट्रेस्टिङ लाग्यो। अब आज हामी के गरौँ त, घुमौँ अलिकति त। पाल्पा एउटा यति सुन्दर ठाउँ छ होइन। अब यहाँदेखि 1 घन्टा तल गएपछि बुटवल तराई सुरु हुन्छ, त्यसपछि इन्डियाको बोर्डर सुरु हुन्छ होइन। अब यो यति चिसो ठाउँ छ, यति सुन्दर ठाउँ छ। अब यहाँदेखि 1 घन्टा तल जाँदा गर्मी छ होइन। यस्तो राम्रो ठाउँ छ। तर दुःख लाग्दो कुरा एउटा छ, के छ भन्दा यो ठाउँलाई अब स्थानीयले भनौँ या गभर्मेन्टको कमजोरी भनौँ, स्थानीयका अब भनौँ नगरपालिकाको मेयरहरू अथवा स्थानीय बासिन्दाहरूको कमजोरी भनौँ, अलिक पर्यटकलाई एट्र्याक्सन गर्नको लागि केही त्यस्तो कुराहरूलाई डेभलप गर्न सकेन कि। मैले के भने अब पर्यटनलाई आकर्षण गर्नलाई आफ्नो क्षेत्रलाई बेच्न पनि जान्नुपर्छ कि होइन। मैले त आफ्नो क्षेत्र होइन, त्यही त मैले यो अब किन तिमी पनि विदेश गएको छौ, विदेशतिर हेर न, सानो ठाउँलाई पनि कति महत्त्व दिएर ब्रोसर बनाइदिन्छ। अनि यस्तो लाग्छ कि त्यहाँ पुगेपछि त त्यहाँ जानै पर्छ जस्तो पारिदिन्छ कि। अनि हामी जान्छौँ, खासै त्यस्तो भयङ्कर पनि केही हुँदैन है। तर त्यसले गर्दाखेरि कफी सपहरू चल्या हुन्छ, सुभिनियर सप चल्या हुन्छ, दुनियाँ चल्छ कि। अब हामीमा त्यस्तो ठाउँ कति छ कि, तर हामीले त्यसलाई उजागर गर्नै सकिरहेको छैन। त्यसमध्येमा अब हामी एउटा पाल्पामा जन्मियो हुर्क्यौँ, पाल्पाली भएको नाताले पनि यति सुन्दर ठाउँ छ। यो ठाउँलाई त्यति डेभलप गर्न म कहिलेकाहीँ हरेक वर्षपछि म कहिलेकाहीँ आउँथेँ। पहिला वर्षपछि आउँदा पनि मैले यहाँको स्थानीय व्यक्तिहरूलाई भन्थेँ, म मेयरहरूलाई भेट्थेँ, म अरू यहाँको बुद्धिजीवीहरूलाई भेट्थेँ। मैले किन यस्तो पाल्पा यति सुन्दर ठाउँ छ, यस्तो राम्रो ठाउँ छ।